म चाहिँ यहाँ बसेर सोचिरहेको थिएँ यो युनिभर्सको सबैभन्दा अचम्मको चिज चाहिँ के होला भनेर र मैले एउटा यस्तो ग्रहको बारेमा थाहा पाएँ जहाँको एक दिन चाहिँ त्यहाँको 1 वर्ष भन्दा पनि लामो हुँदो रहेछ। र अझ इन्ट्रेस्टिङ कुरा के हो भन्दाखेरि त्यसलाई हामी हाम्रो नाङ्गो आँखाले पृथ्वीबाटै सजिलै देख्न सक्छौं, किनकि त्यो ग्रह सूर्य र चन्द्रमा पछिको आकाशमा देखिने सबैभन्दा चम्किलो प्राकृतिक वस्तु मध्ये एक। यति भनिसक्दाखेरि अन्तरिक्ष लभरहरूले त थाहा पाइसक्नुभयो। यदि तपाईले थाहा पाउनु भएन भने म तपाईहरुलाई भनिदिन्छु, त्यो हाम्रो छिमेकी ग्रह शुक्र यानी कि भेनस, जहाँ चाहिँ अझ इन्ट्रेस्टिङ कुरा के हो भन्दाखेरि यसको रोटेसन हो। शुक्रले आफ्नो अक्षमा एकचोटि परिक्रमा गर्नको लागि 243 दिन पृथ्वीको लाउँछ भने उसले सूर्यको वरिपरि एकचोटि परिक्रमा गर्नको लागि जम्मा 225 दिन लाउँछ। यसरी हेर्दाखेरि शुक्रको एक दिन चाहिँ उसको 1 वर्ष भन्दा पनि लामो हुन्छ। सुन्दै क्रेजी लाग्छ हैन? अर्को अचम्मको कुरा के हो भन्दाखेरि शुक्रको सोलर सिस्टमका अरु प्लानेटहरु भन्दा उ उल्टो रोटेसनमा घुम्छ। मतलब पूर्वबाट हैन पश्चिमबाट घाम झुल्किन्छ। यदि तपाईलाई कसैले पनि पश्चिमबाट कहाँ घाम झुल्किन्छ भनेर सोध्यो भने तपाई त्यसलाई शुक्रतिर पठाइदिए हुन्छ। अब अर्को पटक तपाई राति आकाशमा एकदमै चम्किलो वस्तु देख्नुभयो भने त्यो तारा नभएर हाम्रो छिमेकी ग्रह एकदमै ब्युटिफुल ग्रह शुक्र हुन सक्छ, यानी कि भेनस हुन सक्छ। यस्तै खालको अन्तरिक्ष फ्याक्टको लागि तपाईहरुले मलाई फलो गर्न सक्नुहुन्छ। साथै हामी 5K को नजिक छौं, छिटै पुर्याइदिनु हुन अनुरोध गर्दछु। थ्यांक यू।